असोजको आज 11 गते दसैँ आउनु अब पर्सि फुलपाती र यहाँ चाहिँ विभिन्न क्षेत्रबाट यो भेडा च्याङ्ग्रा ल्याएको छ। यहाँ भेडा च्याङ्ग्रा चाहिँ दसैँको लागि चाहिँ भेडा च्याङ्ग्रा ल्याएको छ र विभिन्न क्षेत्रबाट मानिसहरू आएर यहाँ चाहिँ च्याङ्ग्रा खरिद गर्नको लागि यसरी यहाँ मान्छेहरू जम्मा ल है सबै उहाँदेखि लाइन लागेको छ। च्याङ्ग्रा चाहिँ यो मुस्ताङको खोरपालुवा च्याङ्ग्रा रहेछ। यो सम्भवतः अहिले 40-41 हजार 40-41 हजार भनेको छैन अहिले रोजुवा होइन होइन त्यही हो नि होइन। अहिले 40-41 हजार खोरपालुवाको मूल्य निर्धारण गरेको छ। नि भेडा च्याङ्ग्रा खान मन लाग्यो भने आउनु होला। हरिचोकदेखि हेम्जा जाने सडकमा यहाँदेखि पुलनिर चाहिँ यो भेडा च्याङ्ग्रा मेला लागिरहेको छ।